म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिभ्याउनुस्, गर्नुस्। चल्या छ लडाईँ, दुईटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुस्। अर्को काम पनि गर्नुस् यो 31 महिनाको बिचमा। त्यो छापिएको नोटमा हुन्छ नि, आफ्ना चुनाव चिन्ह राख्नुस्। हाक्का हाक्की चुनाव लड्या मान्छेलाई त्यो पनि मैसँग हो, फेरि मसँग फेरि तेस्रो भाव है, भारी मतले हाक्का हाक्की गभर्नर भनेर अगाडि सारिया छ। यो राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 21 सबैलाई स्मरण गराउन चाहन्छु। अर्को छ राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 20 ग छ, त्यहाँ विषयगत कार्य अनुभव भनिया छ। कृषि वातावरण पढेर मौद्रिक नीति बनाउने, मौद्रिक नीतिसम्मको काम गर्नुपर्ने राष्ट्र ब्याङ्क चलाउन सकिएला। कार्य अनुभवका कुरा छ। कार्य अनुभव जो समाचारमा आइराखेका छन् पात्र, उहाँको कार्य अनुभव यो क्षेत्रमा कति पनि छैन, छँदै छैन। कता हो करारमा, कता कलेजतिर पढाएको कुरा चालपा थिएँ, अलिअलि एमसिसीमा कन्सल्ट्यान्टको रूपमा पटक्कै काम गरे चालपा थिएँ। काम गर्नु भएको छैन उहाँले यो क्षेत्रलाई योग्यता पुग्ने गरी। यो चिजमा विशेष ध्यान दियोस्, म यो जानकारी गराउन चाहन्छु। अर्को छ राष्ट्र ब्याङ्क ऐनको ब्याङ्क 2058 को दफा 20 उच्च नैतिक चरित्र भनिया छ। यो पो छ त रोचक त, यो पो छ त। अब के अरे सिफारिस समितिमा आफै बस्ने, मान्छे भेटाइएन भनेर 3 महिना पछाडि आफै अगाडि। यहाँ भन्दाको रोचकता अरू के होला? लाजलाई पनि अब त धेरै नै लाज लागिसकेको छ। यसले यो नैतिकताको कुरा कहाँ कसरी यो दफाको किन यो दफाहरूले बोलेका चिजलाई यसरी उपेक्षा गरिन्छ? ऐनहरूको किन यसरी उपेक्षा गरिन्छ? अर्को छ यो दलीयकरणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा हिजो विगतमा धितोपत्र बोर्डमा 10 महिनासम्म त्यहाँको प्रमुख नियुक्ति नहुँदै गर्दाखेरि कस्तो प्रभाव रह्यो होला? यसमा आज सिङ्गो सदनले बहस गर्नुपर्ने होइन, यो दलीय चक्रव्यूहबाट बाहिर निकाल्नको लागि सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। विगतको त्यो दलीयकरणको प्रभाव राष्ट्र ब्याङ्कमा परेको र त्यसका असारका बारेमा सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। सम्माननीय सभामुख महोदय, म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिभ्याउनुस्, गर्नुस्। चल्या छ लडाईँ, दुईटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुस्। अर्को काम पनि गर्नुस् यो 31 महिनाको बिचमा। त्यो छापिएको नोटमा हुन्छ नि, आफ्ना चुनाव चिन्ह राख्नुस्, गरे हुन्छ। तर यो 31 महिना पछाडि आम नागरिकले सहँदैनन्, छुट दिँदैनन्। यो देशको दलीयकरण विरुद्ध आम नागरिक जागृत भइसकेका छन्, जागरुक भइसकेका छन्। धन्यवाद।